नमस्कार। स्वास्थ्य सम्बन्धी जानकारी दिने क्रममा आज पनि हामी तपाईहरुलाई विभिन्न किसिमको समस्याहरूमा कसरी के कुराहरू खाएर शरीरलाई समस्याको समाधान हुन्छ भन्ने विषयमा हामीले कुराकानी गरिरहेका छौं र खास गरेर हाम्रो शरीरमा समस्या हुने भनेको आहार विहार र विचार। आहार भनेको खानेकुरा, विहार भनेको हिडडुल एक्सरसाइज, आहार विहार र विचार सकारात्मक नकारात्मक कस्तो छ हैन, त्यो हिसाबले गर्दाखेरि हाम्रो शरीरमा तीन किसिमले हामीलाई समस्या हुने गर्छ र हामीले पाइल्सको बारेमा कुराकानी गरिरहेका छौं। पाइल्समा कस्ता चीजहरू खाने भन्ने विषयमा आज कुराकानी हामीले गरिरहेका छौं। खास गरेर पाइल्सको लागि मुला एकदमै राम्रो। दैनिक रूपमा प्रत्येक दिन जसले मुला खान्छ त्यसलाई पाइल्सको समस्या छ भने पनि कम हुँदै जान्छ र जसलाई छैन उलाई पनि पाइल्सको समस्या हुँदैन। त्यसकारणले गर्दा रेगुलर रूपमा मुलाहरू सेवन गर्ने गर्नु होला। हस्, धन्यवाद। यो भिडियोलाई शेयर गरिदिनु होला, सबै माझ पुर्याइदिनु होला। नमस्कार।